म त घुम्न त धेरै गइरहेको हुन्छु, तर आजको यात्रामा नै विशेष छ किनकि हामी जाँदैछौँ हाम्रो जीवनको पहिलोसँगैको ट्रेक नागथली। हिमालय नजिकबाट हेर्ने सपना र नयाँ अनुभवको खोजीले हामीले यो यात्रा ल्याएको हो। यो यात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा मात्र थिएन, यो त सम्झनाले भरिको एउटा साहसिक अनुभव थियो। हाम्रो यात्रा पनौतीबाट सुरु भयो। काठमाडौँको तोखा हुँदै हामी नुवाकोट पुग्यौँ। बाटोभरि देखिने हरियाली, डाँडाकाँडा गाउँघरको शान्त वातावरण र चिसो हावाले यात्रालाई झन रमाइलो बनायो। नागथली पुग्दै गर्दा आँखा अगाडि खुलेको हिमालको दृश्य साँच्चै शब्दमा बयान गर्न गाह्रो थियो। लाङटाङ हिमाल श्रृङ्खलादेखि गणेश हिमालसम्मको मनोरम दृश्यले सबै थकान एकैछिनमा बिर्साइदियो। आजको भिडियोमा हामी तपाईँहरूलाई यही सुन्दर यात्रा, बाटोको अनुभवहरू, चुनौतीहरू र नागथलीको अद्भुत दृश्यहरू देखाउनेछौँ। त्यसैले भिडियो अन्तिमसम्म हेर्न नबिर्सिनुहोला। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। होप तपाईँहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ हामी फेरि पनि नयाँ ठाउँमा पुग्दैछौँ। अनि यो ठाउँबाट लास्ट टाइम चाहिँ मैले यस्तो अन्धकारमै मैले मुस्ताङको ट्रिप हुँदाखेरि गरेको थिएँ। अनि यो सायद सेकेन्ड टाइम होला। त्यति बेला बुलेट थियो, अहिले एक्सपल्स जाँदैछौँ। अनि त्यसपछि मेरो साथमा को जाँदैछ होला त्योजना त गेस गरिसक्यो होला। यहाँ हुनुहुन्छ मेरो नयाँ पिलिनी हो, के भन्छ पिलियन कि के भन्छ पछाडि बस्छिन् पार्टनर होइन होइन पिलियन कि के प्यासेन्जर प्रिन्सेस। हामी यहाँबाट चाहिँ हामी दुईजना निक्लिँदैछौँ। कस्तो लागिरहेको? राम्रो लागिरहेछ। अहिलेसम्म गएन, अब हेरौँ। उसको चाहिँ फर्स्ट टाइम हो मेरो। त्यही भएर लेट्स गो। अब चाहिँ अलिक उज्यालो भएपछि भेटौँला। अहिले चाहिँ लगभग 7:30 भयो। अनि हामी चाहिँ अहिले बिदुर भन्ने ठाउँमा आइपुगेका छौँ। अनि यो ठाउँमा चाहिँ हामीले फर्स्ट एक्सपेन्डिचर गऱ्यौँ हाम्रो ट्रिपको। अनि त्यो चाहिँ लगभग 200 देखि 300 रुपियाँ चिया खर्च, चिया खाजा नास्ता खर्च। अनि लेट्स सी यो ट्रिपको होल बजेटरिङ चाहिँ कति हुँदो रहेछ भन्नेवाला यसो विचार गरौँ। अनि त्यही हो, अन्तिमसम्ममा आई विल अपडेट। बाटो अप्ठ्यारो छ कि के छ, ठाउँ ठाउँमा पिचहरू चाहिँ बिग्रेको छ अरे भन्ने जस्तो कुरा गऱ्यो, नत्र त पिचै पिच हो भन्ने जस्तो कुरा गरेको छ। अनि त्यही हो, अब हामी यहाँबाट बिस्तारो जान्छौँ आरामले। हामी चाहिँ त्यो आनन्दले जाउँ, बिस्तारो जाउँ भन्ने हिसाबले नै अलिकति छिटो हिँड्यो घरबाट। त्यही हो कुरो चाहिँ खासमा। अहिले चाहिँ वेदर मजाले खिलेको, पानी परेको छैन, त्यही हो सबसे राम्रो कुरा। ल हामी चाहिँ 9:30 बजेतिर बल्ल धुन्चे आइपुग्यौँ। दिस इज धुन्चे है, वेलकम टु धुन्चे। फेरि पनि अब भर्खर 9:30 भएको छ, के भएको थाहा अहिलेदेखि हामी स्याफ्रुबेसी नै जान्छौँ होला अब सायद। अब यहाँबाट चाहिँ स्याफ्रुबेसी जम्मा 20 किलोमिटर भनेर देखाएको छ म्यापले, तर टाइम चाहिँ 1 घन्टा समथिङ चान्सुन कति देखाएको छ। अब हामी त्यतैतिर गएर खाना खानु पर्ला। 9:30 10:30 भन्दा ठिक हुन्छ स्याफ्रुबेसी गएर खाँदा पनि। अनि हामी यहाँबाट चाहिँ हामी कहाँ जान सक्छौँ भनेदेखि गोसाइकुण्ड पनि जान सक्छौँ है। गोसाइकुण्ड चाहिँ यहाँ अलिकति मुनिबाट जाने हो क्या। यहाँ ओक्सप रहेछ होइन, यहाँ ओक्सपमा अब यहाँ के देखाउने भन्ने कुरा हो क्या अरे। अनि त्यसपछि जान्छौँ हामी। अब चाहिँ बल्ल क्यामेरा मिल्यो। ल बिहान पानी सानी पनि पऱ्यो नि त, त्यही भएर नि खासै वास्ता नि भएन। अनि अलिकति जुमवालामा खिचिरहेको रहेछ मेरो क्यामेरा, जुन मलाई भर्खर मात्र खबर भयो। अनि त्यो भएर चाहिँ अहिले अब मिलाइहालेँ। आइ एम सो सरी फर द्याट। अब चाहिँ तर अघिको भन्दा चाहिँ अलिक बेटरै देखिरहेको हुनसक्छ अहिले चाहिँ। अनि त्यही हो, अब चाहिँ हामी जाँदैछौँ स्याफ्रुबेसी। धुन्चे चाहिँ लगभग हामीभन्दा कति 4-5 किलोमिटर पछाडि होला सायद। अब स्याफ्रुबेसी चाहिँ 10-15 किलोमिटर अगाडि। अनि हाम्रो चाहिँ स्याफ्रुबेसीमा गएर खाना खाने प्लान छ आजलाई। अनि त्यहाँबाट बिस्तारो अनि माथि उक्लेर अनि माथिबाटै अनि होटेलमा गएर बस्ने प्लान छ। तर हेरौँ के हुन्छ प्लानमा चाहिँ। अनि अघि न चाहिँ कस्तो त्यो यादै गरिनुहोस् क्या। अब यो बाटो कम राम्रो छ त। ल साइडमा सल्लाह यो गाडी धेरै गुडेर उडाएको होला। अनि टक्क आहो ल विदेशीवाला भाइब्स जस्तो आउने। फेरि ओह्रालो हो क्या। यहाँ त बाटो अझै राम्रो भइसकेको छ क्या यो स्याफ्रुबेसीको। पहिला म आउनु बेला त्यो सबै अफरोड हो क्या। अहिले चाहिँ राम्रो भइसकेको छ है बाटो, पुरा आनन्दको है।
आनन्दको के भन्ने यस्तो ठाउँमा यस्तो अलिअलि त छ कि तर त्यस पहिला त टोटल्ली नै थियो नि त कुनै समयमा म आउने समयमा त्यो म आएको बेलाको अब यही हो स्याफ्रुबेसी बजार भनेको चाहिँ यही हो क्या खासमा मेन बजार चाहिँ अब हामी चाहिँ यहाँबाट सिधै अगाडि नै जाने हुन चाहिँ अब होटेल सनराइज एकचोटि छिरौँ यो चाहिँ यहाँ एकचोटि सोधौँ ल डेस्टिनेसन पुग्नुभन्दा नि पहिला भात भेट्यो नि ठुलो कुरो हुन्छ जस्तो यहाँ त ल हामी चाहिँ स्याफ्रुबेसी आइपुगेका छौँ अनि स्याफ्रुबेसीमा चाहिँ हामी 40 मिनटको पुऱ्याएपछि भात आएको छ त्यही हो कुरा चाहिँ अनि हाम्रो टोली यहाँ छन् सबैजना अनि करिना कस्तो भइरह कति हिँड्ने रे अब 1 घन्टा ढुक्क बोकेर लगिदिन्छु ढुक्क हो त्यो त तिम्रो ट्रायल हो नि त एबिसी जाने एनएबिसी चाहिँ साउथ पनि होइन नर्थ एबिसी जाने मान्छेले त यो शान्ति नै हो यहाँ त 2टा ब्याग बोकेर चढ्नुपर्ने हुन्छ यो 2टै ढुङ्गी क्या अनि हजुरलाई कस्तो लागिरह कस्तो लागिरह त अब फर्स्ट टाइम यसरी घरभन्दा बाहिर घुम्न आउनु भएको फर्स्ट टाइम घरभन्दा बाहिर यहाँ त फर्स्ट टाइम त हो नि यहाँ त कस्तो लागिरह रमाइलो लागिरहेको अलिक गाह्रो भइरहेको दुःख पीडा केही छ बाइकमा चाहिँ अलिक गाह्रै हुँदो रहेछ भन्ने कुरा थाहा उतैबाट हिँडेर आउनुपर्ने रहेछ त्यहीबाट हिँडेर आउनु होला हिँडेर जाँदाखेरि हिँडेर जाउँ नि त मलाई कुर्दै गर्नु ल अब हामी त बाइक लानै पर्यो बाध्य जग्गा मन त तिमीसँगै हिँड्नु जाने थियो त के गर्नु तर बाइकै छोडै ल त्यही अब मासु नआइन मासुको झोल खाइदिन्छु भने खोइ खान्छु अनि मलाई खासै खानु मन लाग्दैन क्या त्यो भएर हो नपाएसम्म त्यही हो ल लेट्स गो ल अब चाहिँ हामी कहाँ अरे ब्रिङदाङ हो कि समथिङ त्यस्तै नाम भएको ठाउँमा पुग्छौँ अनि त्यसपछि त्यहाँ गएर बाइक छोड्छौँ अनि हिँड्छौँ होइन ओए यो भाइ त के हो अनि अहिले चाहिँ हामी स्याफ्रुबेसीलाई ठ्याक्क पछाडि छोड्दै हामी अब जाँदैछौँ हामीले यहाँ भात खायो टन्न मासु भात खाएँ मैले त भेज खाएँ धेरै होइन 1900को मात्र बिल उठ्या हजुर पुरै बन्दै हो कोही जान्छ भन्दै थियो त फेरि त्यहाँकोले त्यहाँबाट हो ए ल एकचोटि हेरेर आउँछौँ त्यस भए अब के गर्नु अब कतिको बाटोमा ग्राभेल ओछ्याएको छ भन्ने कुरामा पनि फरक पऱ्यो क्या फेरि ग्राभेल ओछ्याएको छ भने होइन अलि सानो बाटोमा त्यो थोरै लेन्थमा ओछ्याएको रहेछ भने त केही फरक परेन फेरि अलिक धेरैमा रहेछ भने चाहिँ अलिकति झ्याउ भयो जानु त जान्छ बाइक ल राम्रोसित बस्नु पर्यो नि ए बाटै छैन रहेछ नि त बाटै छैन रहेछ नि त बाटै छैन रहेछ नि त अबिन ढुङ्गा रहेछ नि त खनाको एकचोटि हेरौँ न नत्र त यो त उक्लिहाल्छ नि ट्रेक मात्र होइन यो लाइफको ठुलो डिसिजन हो यो झर्छ ल तेल चुया कि के हो अबिनको ए
खै खै कहाँ अड्क्यो खै म बाइकै हल्का त्यता राखिदिनु ल दादा ढुङ्गामा अड्क्यो क्या हो अगाडि सार्दा त्यसरी अगाडि सार्न बाइक के छ गयो ल कस्तो हत्या हो पाल्लै बिलो ल्याउने हो अब मेरा बारी त्यहाँ अगाडि नबस त ल है पख अगाडि जानु पर्यो अबिन अगाडि टायर उतालेर माथिबाट राखिदियो त छोड त पछाडि नबस है टुटान्टी त गाह्रो हुन्छ क्या हो यार पख है Struggle is real भने कस्तो लाग्यो त कस्तो यस्तो रमाइलो कम रमाइलो लागिरहेको खोइ गदालाई भारी नपुग्यो थप्दै खायो यहाँ त्यहाँबाट साइड बाटो हो क्या कस्तो लाग्यो त हाम्रो लागि होइन तपाईँहरूको लागि चाहिँ ट्रायल हामीले यस्तो बोकिदिन्छौँ दुईजना भएर मात्र हो दुईजना चारजना भयो भने त हामी बोकिदिन्छौँ भाइ X-Pulse is real. अब यहाँबाट सजिलो हो क्या ओइ
ल ल गाह्रो यहीँसम्म हो योभन्दा माथि त राम्रै बाटो छ अब अविनको बाइक ल्याउने पालो राइड छ साथीहरू के गर्नु ट्रेक गर्नलाई पनि ट्रेक भन्दा पनि राइड एडभेन्चर भयो भने त हातै दुख्यो अब अहिले पछि त ब्याग बोकिन्न होला अहिले पछि त ब्याग बोकिन्न होला अहिले पछि त ब्याग बोकिन्न होला हेर हात आमा कामे अविनको झरू ल तर त्यो त अहिले एक्लै लाग्नु भएको तर गाह्रो छ हामीले अलिकति हेल्प गरिदिनु पर्छ क्या गएर है जाने हो के हो जानु पर्ला अनि यहाँदेखि छ ढुङ्गाहरू यस्तो आएको पाहाडै चढाएको जस्तो ल मानेहरू पनि यहीबाट आउँछ ए बिहा आउँछ भनेर बोलाउनै पर्यो नि होइन कसलाई आयो त एडभेन्चर 220 भने पनि 220 हो जहाँ पनि डट बाइकको चाहिँ मिस भयो बाइक भयो त फेरि होइन डट बाइक नि गाह्रै हो यार यो त कसलाई आयो त शब्द त हुनै पर्यो नि अब यस्तो आएको हो कहाँ आएको एक्सपल्स लिएर आएको हो 220 लिएर आएको यस्तो यस्तो भयो भने चाहिँ मजा नआउने क्या अब यति गरेपछि हामी डोल्पासम्म चाहिँ पुग्छौँ होला डोल्पा अलिक गाह्रै छ डोल्पा जानु पर्यो होइन तर यो मुनिको जस्तै मात्र भयो भने त जान्छ होला यार हामी डोल्पा त्यस्तै त हो नि त्योभन्दा बिजोग छ डोल्पा बिजोक यस्तो ठाडो उकालो हामी लाने कुरा गरे खाइनौँ त्यही हो ल लेट्स कन्टिन्यू आवर जर्नी ल अब अर्को बाटो आयो भने चाहिँ अर्को 2 घन्टा लाग्छ अरे तर हाम्रो 45 मिनट हामीले बाटो कटायो होला 45 मिनट नि लागेन होला है मजाले कट्यो जे होस् त्यहाँ अर्को एउटा दाइको पनि अलिकतिसम्म त हेल्प गऱ्यौँ हामीले है तर ओइ भाङ्गो भने म सँगसँगै गयौँ नि त ठिक छ बाटो यस्तो छ होइन अब मिलाएर आउनु होला तपाईँहरू अलिक टाइम पछि आउने हो भने त यो बाटो मजाले बनिसक्यो हुन्छ जस्तो हामी यो डाँडाको पारिपट्टि पुग्नुपर्ने जस्तो क्या तर मलाई अघि भनेअनुसारले चिलिमे झर उताबाट पनि चढ्न मिल्छ अरे क्या भन्न चाहिँ त्यसरी भनेर लिएर आयो हामीलाई तर अब खै के हो भन्ने कुरा हो ठिकै छ हामी अब यहाँबाट पुग्न आँट्यौँ यस्तो भने त फेरि बायाँ हातको खेल हो भनेर भन्न नि मिल्दैन फेरि पानी छैन हामी चाहिँ दुःख गरेर 13:51 भनेपछि लगभग 2 बजेतिर यस्तो ठाउँमा आइपुगिसक्यौँ लगभग हाम्रो गुम्बै भन्दा पनि फरक नपर्ने यो एउटा के भन्छ यो थाहा नै नभएको ठाउँमा आइपुगिसक्यौँ अनि मेबी अब यहीँ होला गुम्बा भन्ने जस्तो लागिरहेको छ मलाई चाहिँ अनि त्यसमै खुसी मान्नुपर्ने हुन्छ यहाँबाट चाहिँ हिँड्ने बाटोहरू पनि देख्दैछु म चाहिँ ट्रेकिङ ट्रेलहरू अब यसरी होइन अलिकति जोस जागर चाहिन्छ है अब चाहिँ सायद आइपुग्न आँट्यो कि हो कि क्या हो आइपुग्यो कि क्या हो नागथली जाने बाटो यस अब त हिँड्ने हो यहाँबाट जाने हो क्या हिँड्न चाहिँ ल ओर्लिउ उताबाट छिरौँ उताबाट यहीँ राखे हुन्छ होला नि यहीँ राखे हुन्न त ठिकै छ ल है ल आइपुग्यौँ हामी कहाँ राख्ने हो आमा बाइक ए आथा यत्रो
यत्रो मेहनतपछि चाहिँ हामी कहाँ आइपुग्यौँ भन्दाखेरि यो बुर्दुङ कि के हो त्यस्तो समथिङ XYZ त्यस्तै नाम है जस बाइकको अन्तिम पोइन्टसम्ममा आइपुग्यौँ लास्टै दुःख गरेर हिँड्ने बाटो नि रहेछ यहाँ छेउमै होइन अब यसपछि अब यहाँ आउँदै सबसे राम्रो मान्छेहरू भेटाउँछ अब म सबसे पहिलो सुरुमा अबिन एकदम स्वाद आइरहेछ अलिकति खुट्टा चाहिँ बिहान अलिकति पानी परेको हुनाले खुट्टामा के भयो अरे खुट्टा फुल्यो सेतो भयो धेरै सेतो भयो मान्छेभन्दा धेरै सेतो भयो चना ढाड्या त्यति हो अरू त सबै ठिक छ अब बाइकले पनि साथ दिइरहेछ अब भोलि जाँदा चाहिँ के हुन्छ ठिक छैन त्यति हो करुणा हाउ यु फिलिङ रमाइलो होइन अब पुग्न कस्तो भयो त्यो भन पहिला अब ब्यागले चाहिँ अलिकति साथ दिँदैन जस्तो हो माथि जानुलाई यस्तो हेर्दाखेरि तर धेरै त छैन रहेछ तर ठिकै हो आई क्यान डु इट अब यति त नि हातले फ्याल्देखि माथि पुगिहाल्छ नि ब्याग ए तपाईँको नाम के हो उर्चेन नामै खतरा रहेछ उर्चेन दोर्चे उर्चेनको घोडा भन्ने एउटा गीत छ होइन वृन्दाङ ल वृन्दाङ होइन हामी अहिले वृन्दाङमा छौँ अनि अब हामी यहाँबाट हिँडेर हामी कति बेरमा पुग्छौँ माथि अब आधी घन्टामा नक्सलीमा एकदम ठाउँ कस्तो छ दाइ बाटो राम्रो छ बाटो राम्रो सम्म टाइपकै छ र जो हामी आधी घन्टा नभए 1 घन्टासम्म त हामी पुग्छौँ पुग्छ अनि तपाईँले यहाँ सामानहरू चाहिँ केबाट ल्याउनुहुन्छ तपाईँहरूले अब बोकेर नहुने मान्छेले बोक्ने अनि जोबोले बोक्ने ए अनि कोही खच्चर छ ए ताबुले बोक्छ अलिअलि ए ल दाइ धन्यवाद ए अनि आमाको होटेल होइन यो निङमाटी यहाँनिर छ निङमाटी सप है यो आएर बस्ने यहाँ होइन यहाँ मजाले ठाउँ छ कति रुपियाँ हो बसेको बस्नेको यो खाट झप्पल छ है दुईवटा सुतेपछि 150 लाग्छ एक मात्रै सुन्नेपछि 500 लाग्छ ए खाना र सुत्या कि सुत्या मात्र सुते मात्रै खाना सुते खानाको 400 ए अन्डा खाना ल यहाँ मासु चाहिँ चल्दैन हो मासु चल्दैन चल्छु खोइ तपाईँहरू आउँछु भनेर हामीलाई थाहा छैन ए पहिले भन्नु पर्यो ए ल मासु खाने भए पहिले भन्नु पर्यो ए ल होइन आमै हामी आउँदैछु मासु किनेर राख भन्नु पर्ला नि अनि यता के को मासु पाउँछ यता यो भैँसीको मासु पाउँछ यो कुखुराको मासु पाउँछ पसलमा अनि यहाँ त्यो याकहरूको चाहिँ उ गर्छ गर्दैन याकहरू पाउँदैन चौरी त कहाँ काट्छ चौरीको त खाँदैन याक भने चाहिँ केटा चौरी भने चाहिँ केटी हो क्या हो नि तासी देले के गर्नु गाह्रो होइन मलाई चाहिँ अलिअलि चाहिँ थाहा के अरे सिस्नु खोइ केटीहरूको जोस ल लेट्स गो अब ल ट्रायल यो चाहिँ उनीहरूको चाहिँ फेरि ट्रायल पनि हो त्यसो ट्रायल चाहिँ खासमा उनीहरूले ब्याग बोकिदिन्छ नि आफूले बोक्नु पर्दैन अनि त्यही भएर ल जाउँ बाई बाई सी र यहाँबाट चाहिँ नागथली जाने यसरी लेखिएको छ है अब यहाँबाट चाहिँ हामी हिँड्दै जानुपर्ने हुन्छ ए देउसी रे ल होइन होला दाइ होइन होला त्यतिसम्म त अलि होइन होला दाइ अलि नपत्याउँ होला कि मैले एउटा यो चाहिँ खोल्नु पर्ने रहेछ बल्ल खोलेँ यसरी रहेछ यसरी 5 मिनट भनेर चाहिँ अब कति मिनट हिँड्नुपर्छ भन्ने कुरा मात्र हो टिकट त त्यस केही छैन सिम्पल हिँडिन्छ यस्तो त केही छैन ल Rani Param
अब कस्तो लागिरहेको त म त मान्छे पनि पुग्दिनँ जस्तो यस्तो पाताले अनि यो ट्रेक चाहिँ हाम्रो फर्स्ट पनि हो अनि यसरी सँगै घुम्नु फर्स्ट पनि हो होइन त्यही हो यहाँ हेर्नुहोस् न अनि सक्छ यस्तो मजा आएको छ कसैले सक्दैन नि फेरि सक्दैन है बवाले देखिन्छ क्या त्यही त राम्रो हो नि यहाँनिर एउटा सेतो सेतो जस्तो देखिया चाहिँ त्यो गुम्बा हो हामी अघि त्यहाँबाट हिँडेर आएको अहिले हामी यहाँ आइपुगिसक्यो त्यो अभिनहरू नि आउँदै देखिन्छ कि के छ पछाडि आउँदैछ ल हामी चाहिँ लगभग कति 15-20 मिनट जति हिँड्यौँ होला अनि अलिसम्मको ठाउँ आइपुग्यो खोइ कहाँ हुनु हो पर्दैन लाली गुराँस टिप्न हुँदैन नो नेभर लाली गुराँस जुन ठाउँबाट टिप्यो भने अर्को साल फल्दैन हुँदैन त्यस्तो नो ला पर्दैन लाली गुराँस भने हेर्ने हो चट्ट आफूले मात्र हेरेर भएन नि त अरूलाई नि त हेर्नु दिनु पऱ्यो त्यही भएर लाली गुराँस टिप्न चाहिँ हुन्न यो भिडियो हेर्नेहरूलाई पनि भने अब तर खासमा चाहिँ यस्तो हो जो सब चाहिँ हल्का जङ्गल टाइपको अनि अलिकति सम्म आयो बल्ल होइन यो 20-25 मिनट जति चाहिँ भयो हामी कति 3 बजेतिर हिँडेको होला त्यहाँबाट माथि कति बेर ब्याग चाहिँ ट्रायल हो नि त अर्कोचोटि फेरि जान सक्दैन होइन कति लोड दिनुपर्ने क्यापेसिटी हेर्नु पऱ्यो नि त अब आफू गइरह म त सक्छु बोक्न थाहा त स्यास्या त भइहाल्छ नि उकालोमा त्यही हो अब चाहिँ अब म अलि माथि पुगेपछि के कस्तो छ हेरौँ है त ल पानी चाहिँ पर्ला जस्तो भइसक्यो हल्का फुल्का छिट्टाइसक्यो पनि अनि हामी चाहिँ सर्टकट भनेर सर्टकट हान्दिएको क्या है तर हामीलाई सर्टकट भन्दा नि लामै हुन्छ जस्तो सास फेर्नु पर्ने भयो यो मुनिको चाहिँ बाटो हो खास चाहिँ तर हामी चाहिँ सर्टकट हान्दै होइन सबको फिलिङ चाहिँ यहाँ मैं थक्ती नहीं हूँ मैं थक्ती नहीं हूँ वाला फिल छ वहाँ एकजना ये त बसुरुवा त्यो नाच्दै एकजना त्यो अब उक्लिदिएछ हौ तर हामी लगभग टपतिर आइपुग्नु लाग्यौँ कि भन्ने कुरा छ तर खोइ के हो लगभग नट स्योर है बाटो चाहिँ यस्तो हरेर चाहिँ सर्टकट चाहिँ फाइनल्ली लगभग हामी 1 घन्टा 20 मिनट जतिमा चाहिँ हामी यो नागथलीको टपमा आइसक्यौँ अनि दिस इज टप है यहाँ पुरा चौरीहरू चाहिँ चरिरहेको छ अनि वी सुडन्ट डिस्टर्ब देम मलाई चाहिँ त्यही लाग्छ किनकि यिनीहरूले हान्न आउँछ क्या अनि हामी चाहिँ अब फर्स्टमा चाहिँ होटेल चिर्नु पर्ला अनि त्यसपछि चाहिँ अरू सोच्नु पर्ला यता हेर्दौँ है प्लिज नहेर न माया त्यसरी लहाट लाने फेरि अरूभन्दा नि लहाट्यो भने त भाग्नु पनि सकिन्न होला क्या हाम्रो होटेल चाहिँ यही हो फर्स्टकै तर यहाँ टन्नै होटेल रहेछ तर खोइ मलाई त बिहान कहीँ जानुपर्छ जस्तो चाहिँ लागेन क्या भ्यू हेर्नलाई चाहिँ है फेरि भ्यू हेर्नलाई चाहिँ अनि पहिलोचोटि चाहिँ पोखरी हेरौँ पोखरी कहाँनिर रहेछ पोखरी उनीहरू रहेछ त यहीँ रहेछ त पोखरी भने यसकै छेउमा खोइ सुनसानै छ न यताउतै हुनुहुन्छ कि यहाँको मान्छे पोखरी चाहिँ यहीँ रहेछ है फेरि यही हो नि त पोखरी गाइजहरू पोखरी चाहिँ फेरि लासिस क्याम्पवाला पोखरी छ क्या पुरा ल यत्रो छ क्या पोखरी चाहिँ होइन क्यामेरामा पनि यत्रोबाट नि यति सानो देखियो क्या मेबी भ्यू हेर्नलाई चाहिँ भोलि हामी त्यहाँ जानुपर्ने जस्तो छ क्या त्यो टपमा त्यो एउटा पोइन्ट चाहिँ पुग्नै पर्ने हुन्छ हामी है आज पुग्छौँ कि भोलि पुग्छौँ भन्ने कुरा हो त्यहाँ एउटा माथि गुम्बा कि के नि बन्दै रहेछ हामी त्यता नि ट्राभल गर्नेछौँ अहिले चाहिँ हामी पहिले ब्याग स्याग राखेर चट्ट फ्रेस भएर क्या कस्तो लागिरहेको दामी यत्रो भारी बोकेर आएको छु थाकेको छु
अब त्यसको लागि त बजाउनै पर्ने हुन्छ अब अरू पनि ट्रेक हान्न सक्छु कि भन्ने जोस जागरका साथ माउन्ट एभरेस्ट यहाँ आएको छु माउन्ट एभरेस्ट नआए पनि माउन्टेन भ्यू गेस्ट हाउस आएको छु यत्रो झोला बोकेर आएकोमा कङ्ग्रेचुलेसन सक्सेसफुल पर्सन थ्याङ्क यू सो मच ल अनि कस्तो फिल भइरहेको टपमा आइपुग्दा म त दामी दामी यस्तो बबाल लगाइरहेछ सक्यो यति शब्दमा अब करिना कस्तो लागिरह यत्रो दुःख गरेर आउँदा मलाई त मजा लाग्यो तर सोच्यो भने त दुःख चाहिँ लागेन मलाई चाहिँ सजिलै लाग्यो मैले चाहिँ योभन्दा धेरै गाह्रो हुन्छ ब्याग बोकेर सोचेको थिएँ तर ठिकै छ ब्याग बोकेको चाहिँ छैन है फेरि करिना खाली होइन तर ठिक छ तर त्यस्तो धेरै गाह्रो चाहिँ छैन जो सजिलोसँगै आउने रहेछ ल हजुर हो त यहाँको हजुर ल यहाँको सबसे विशेषता भन्नु त यहाँको विशेषता मेन यहाँ चाहिँ नागपोखरी छ ए यो नागपोखरी हजुर यो माथि गुरिङ बुर्सियाको पन्चा छ यो माथि यो जोपन्ते आदिशा भन्ने लामाले औँलाले लेखेको लामा आश्चर्य छ कहाँ उयो बन्दै गरेवाला भवन हो होइन होइन अझै माथि अर्कै कति छ, बेर लाग्छ यहाँबाट 10 मिनट ए यो त तपाईँको अहिले प्रचार धन्दा नगरमा मात्रै हो यहाँ एकदम तपाईँको इम्पोर्टेन्ट ठाउँ हो नि त यो ए अनि होइन तपाईँलाई अब यतापट्टि फर्किउँ त दाइ तपाईँलाई म अर्को एउटा कुरा सोधेँ होइन हामीले बिहान यहाँबाट कुन कुन हिमाल देख्छौँ बिहान यहाँबाट तपाईँको पूर्वपट्टि लाङटाङ हिमाल देखिन्छ लिरुङ अनि दक्षिणपट्टि टिबेटको हिमालहरू देखिन्छ पश्चिमपट्टि यो गणेश हिमाल देखिन्छ साङ्जेन देखिन्छ पल्दर पिक देखिन्छ त्यो चाहिँ के हामीले यहीँबाट देख्न सक्छौँ कि अलिक माथि जाने यहाँ यो ड्यानिङबाटै देखिन्छ तपाईँको ए माथि जस बिहानमा जानु हजुर पर्यो। यहाँ माथि गयो भने फेरि यो चाइनाको गाउँहरू पनि देखिन्छ चाइनाको फेरि अर्कै हिमालहरू पनि ए माथि गयो देखिन्छ भने। यहाँबाट चाहिँ यो लाङटाङ यो टिबेटको सिसा पाङमाहरू गणेश हिमाल अनि यो साङ्जेन पाल्जोर पिकहरू चाहिँ यो ड्यानिङबाटै देखिन्छ ए हजुरको नाम के हो दाइ दावासङ तामाङ जसलाई दाइसँग कुरा गर्न पाइयो थाहा भयो यहाँको बारेमा अब अझै विस्तृतमा थाहा हुन्छ अहिले एकछिनमा अहिले रेस्ट गरौँ होइन दाइ ल तपाईँको एक्सपिरियन्स सेयर गरौँ ल कस्तो लागिरहेको तपाईँलाई ठिकै छ म चाहिँ हिजो आएको अँ तर वेदर चाहिँ खासै क्लियर छैन भ्यूहरू खासै देखाएको छैन बिहान चाहिँ हल्का खुलिया थियो हिजो बेलुका पनि हल्का खुलिया थियो टिबेटको रेन्जहरू चाहिँ देखाएको थियो नेपालको पनि हल्का लाङटाङ रेन्ज थोरै मात्र देखाएको थियो आज त्यस्तो क्लियर छैन अहिले चाहिँ ए भनेपछि भोलि तपाईँ हेरौँ के हुन्छ अब तपाईँ अब कति दिन बस्ने यहाँ म भोलि फर्किन्छु भोलि फर्किने ए हजुर कहाँबाट म वहीँ काठमाडौँदेखि काठमाडौँदेखि ल ठिक छ दाइ हामी सँगसँगै फर्क्यौँ ल ल हजुरको नाम भन्नु मेरो भोजराज ल भोजराज दाई है त ल सियु दाई अहिले एकछिन हामी एकछिन फ्रेस हौँ ल हाम्रो यो कल्चर यस्तै हो कि तपाईँहरूको जस्तो हुँदैन नि ठिक छ दाई धेरै धेरै धन्यवाद हाम्रो दाईहरूलाई दाईको नाम के हो मेरो फुर्पा तामाङ फुर्पा तामाङ तपाईँको मेरो राम घले ल दाईहरूलाई धेरै धेरै धन्यवाद म नेवार भयो नि मलाई तामाङ चाहिँ एकदम मनपर्छ यहाँ आएर हामीलाई यस्तो मिठो सुर सुनाउनु भयो धेरै धेरै धन्यवाद दाई हामी अहिले फेरि भेट्नेछौँ है त दाई ल अब तपाईँहरू पछि पछि आउँदै गर्नु होला हुन्छ दाइ स्योर स्योर ल घिउ र भात है घिउ र भात यहाँ चाहिँ यस्तो मान्छेहरू ल वाइल्ड
अहिले हाम्रो चाहिँ अब यो आजको लागि अन्तिम भात अनि त्यसपछि आजको अन्तिम होइन त अनि त्यसपछि हामी फेरि भोलि बिहान भेट्नेछौँ सी यु गाइज खुसी लाग्यो होला खुसी बल्ल भात खानु पायो भनेर यसले खाऊ न तिमी त परियौ नि है गुड मर्निङ फ्रम नागथली अनि अहिले चाहिँ लगभग हाम्रो घडीमा चाहिँ 7 बजे हो तिम्रो घडीमा कति बजे हो उसको घडीमा 7 बजे हो त कसको चेन्ज भइरहेको रहेछ कि मेरो अघि 8:30 भएको थियो नि त नेपाली टाइम चाइनिज टाइम उयो भइरहेको रहेछ यहाँ चाहिँ चाइनिज टाइम टिप्दो रहेछ मस्तले अनि टाइम चेन्ज भइरहनु रहेछ मोबाइलको माथि गएको थियो चाइनिज होइन मोबाइलको माथि पछि चाहिँ चेन्ज भयो चाइनिज भएको छ यहाँनिर माथिपट्टि अनि टाइम चाहिँ बेला बेलामा चेन्ज हुन्छ हुँदैन अनि हामी चाहिँ अब यस्तो वाक हान्दैछौँ यहाँ मास्तिर कहाँसम्म पुगिन्छ भन्ने कुरा हो त्यही हो पानी परेर चाहिँ अलिकति झ्याउ भयो किनकि पानी नपरेको भए चाहिँ यो रेन्जहरू यो सलियाली देखिन्थ्यो रे मैले जस्तो लाग्यो तर पानी पऱ्यो अझै बिहान 4 बजी उठेर जानेहरू त बिचक भयो होला न भ्यूहरू केही देखिनु सबजना यहाँ माथि आएर बसिरहेको चाहिँ अहिले र हामी चाहिँ कतापट्टि बस्ने यहाँ जाउँ यहाँ होला स्पेस दियोस् त्यस्तो पुरै हेर्न नभए नि अलिकति त हेर्नै पर्छ है थोरै भए पनि त्यो भएर चाहिँ हामी अब अलिकति यो लाङटाङ हिमालको दर्शन गर्न जाँदैछौँ पुरै बिहाइन्ड माई ब्याक देखिन्छ होला अलिअलि लाङटाङ रेन्ज ल है यति चाहिँ देख्यो अरू नदेख्यो पनि यतिमा खुसी हुनु पऱ्यो नौनु मामा भन्दा कानो मामा भएको ठिक भने जस्तै हामीले यति देख्यौँ यही खुसी हो कस्तो देख्यो त दामी देखेको छ नि है यति भयो नि यो हेर्न पाइँदैन थियो अब यो यता यतातिरको खोल्यो भने अझै देख्छ कि खिच्दैछ है खिच्दैछ पुरै ल कस्तो रमाइलो लागिरह रमाइलो यस्तो वेदर खोला भए दामी देखिन्छ नि त अब वेदर खोल्ने टाइमतिर आउनु पर्ला बेमौसममा आएको हो अनि कहाँ वेदर खोल्छ भनेर एक्सपेक्ट गर्नु त झरी पर्ने बेला आएको छ यार अझै पानी सिम परिरहेको खासमा अनि देख्न देखेकै हो तर यहाँनिर यस्तो अहिले पनि खोल्नै छोप्ने भइरहेको यो एउटा चाहिँ मजाले खोल्यो अनि उयो यो साइडको पनि अलिअलि चाहिँ हल्का त्यो फेदवाला पार्टहरू चाहिँ अलिअलि देखिन थाल्यो क्या यहाँ यतापट्टि यो साइडको चाहिँ अनि ठिक छ माथि जानेहरूले चाहिँ अब बिहान पानी पर्दा अलिकति अप्ठ्यारो भयो होला तर उनीहरूले चाहिँ देखे जस्तो लाग्यो क्लियरली त देखेन होला तर जस देख्न चाहिँ देख्यो अनि त्यही हो अब खोइ अविनहरूलाई नि भन्नुपर्ने हो अविनहरू नै रुमको रुम नो नेटवर्क के गर्नु गाह्रो त्यही भएर अब जाँदैछौँ हामी हाम्रो होटेलतिर ल दिस इज मर्निङ ब्रेकफास्ट है यहाँको पुरै अथा चियर्सको बाहनामा अर्को हात पोल्दै यार चलेन उयो माल्ने चिन्ता किमा आफ्नो चाहिँ कति के छ
खै किमा जस्तो टाइपको ठिक छ तर ठिक छ नुन नपिसी यसो थप्नुपर्छ तपाईँ थप्ने हो त्यही हो नै त्यो चाहिँ त्यही खान्छु नै ल दिस इज द इन्ड अफ नागथली ओह अनु भाइ हाम्रो अनु भाइ चाहिँ अलिक ढिलो आइपुगेको थियो हिजो तर बेलुका भेटेको थियौँ हामी होइन अनु त अब सबै सँगै छ अब तलतिर जानु अब सँगै जान्छौँ भाइ अब बाइक साइक पनि उचाल्नु पऱ्यो नि त कहाँ एक्लै उचालेर हुन्छ भने हिजो उचालेर ढाड दुखा मेरो छैन होला मालिस गरिदिउँ पर्दैन ल ओके अहिले भेटौँला ल पुग्छ त्यो चाहिँ पुग्छ हो त्यही हो अब हामी लाग्दैछौँ टु द कतापट्टि अब त्यो ऊ कहाँ हामी बाइक भएको ठाउँमा अब हिँड्दै अब कति बज्यो कहाँ विदुर वृन्दावन कि वृन्दावन हो हिजो चढ्न त 1 घन्टा लागेको थियो अब हात हर्न कति बेर लाग्छ भन्ने कुरा कस्तो लाग्यो मलाई रमाइलो लाग्यो हिमालमा मैले फोटो खिचेछु रोजिना नायजु भन्ने टिकटकमा गएर मेरो यस्तो टक्क लाइफ चाहिँ ल है त यस्तै हो अब हामी चाहिँ लगभग 30 मिनट जतिमा चाहिँ हामी तल बाइक भएको ठाउँमा आइपुग्यौँ अब चाहिँ एक यो कहाँ हाइकको फर्स्ट पोइन्ट कम्प्लिटेड अनदर डेस्टिनेसन यात्रा हाम्रो यही नै टुङ्गियो यात्रा त टुङ्गिया छैन कि तर हाम्रो हिँडाइ चाहिँ सक्यो अहिलेलाई होइन कस्तो लाग्यो दामी अलि ओह्रालो ओह्रिँदा चाहिँ अलिक गाह्रो रहेछ ओह्रालो रमाइलो अब चाहिँ पानी पर्छ जस्तो कि पानी पऱ्यो भने चाहिँ झ्याउँछ बाटो चाहिँ सब चिप्लो भइसक्यो ल ए सबजना गुटुङ के हो हाम्रो ओहो अनुप त के हो खाली ब्याग बोकेर ब्याग चाहिँ केही छैन त ट्रेकिङ जस्तो चिज अनि तिमीले त 3टा ब्याग बोक्नु पर्यो मान्छे योपालि चिलमा आएको त यसो एकदम रमाइलो अलिकति भ्यूमा चाहिँ देखिएन खोलिएन धेरेन होइन अलिक अरू भयो सबै क्लियर देखा भए रमाइलो हुन्थ्यो बिहान पानी पऱ्यो भ्यू पनि जान पाएन त्यही माथि अल्छी भइयो ठिक छ ल हाम्रो यात्रा अब यहाँबाट सकिन्छ होइन करिना ओ कस्तो राम्रो देखाएको छ त करिनालाई कस्तो लाग्यो रमाइलो लाग्यो अब के भन्ने त ल अबिन कस्तो लाग्यो दामी मजा आयो ठिक छ अब हामी बाइक निकाल्छौँ भने जान्छौँ हाम्रो बाइक चाहिँ पुरा तिरपालले छोपेर राखिदिएको पुरा केयर गरेर आफ्नै बाइक जस्तो पुरा मैले उता माथिबाट देखाएको क्या खासमा लेट्स गो ल सबैजनालाई बाई बाई ल लास्टमा बाई बाई सबलाई